नमस्कार नमस्कार सबैलाई। म केही छोटो सन्देश लिएर आएको छु। विगत 2 वर्ष म पोल्यान्ड बसेर फर्केको हुँदा यदि तपाईँ पनि पोल्यान्ड जाँदै हुनुहुन्छ भने प्रेसर कुकर, पानी पिउने ग्लास, खाने थाल, साथमा बिर्सनै नहुने एउटा छाता साथमा लिएर जानु होला। किनकि पोल्यान्डमा पनि सबै सहर छैनन्। धेरै जसो दाजुभाइ दिदीबहिनीहरू गाउँमै हुनुहुन्छ। यदि आफूले लगेर गएन भने त्यो पनि गाह्रो हुन सक्छ। किनकि मैले भोगेको कुरा मलाई थाहा थिएन कि जाँदा जानुपर्छ भनेर यो सन्देश तपाईहरुमा शेयर गर्न आएको हुँ। यस्तो समस्याहरूले भोग्न नपरोस्। सबैभन्दा इम्पोर्टेन्ट चाहिँ छाता लिएर जानु होला। हाम्रो नेपालमा बर्खामा जस्तै कति बेला घाम, हिउँको सिजनमा कति बेला हिउँ अनि पानी जति बेला पनि पर्न सक्ने रहेछ। आफूलाई सुरक्षित हुनको लागि नभुलिकन एउटा छाता लिएर जानु होला। यो मेरो सन्देश।